काठमाडौँको क्षेत्रपालको रूपमा जुन कालभैरवको महाकालको स्वरूप छ तपाईँलाई याद छ कि छैन त्यो विश्वती र जमल जाने बिचमा जुन आकाशे पुल छ नि आकाशे पुलको ठ्याक्कै साइडमा एउटा मन्दिर छ गणेशको कालभैरवको कहाँ हेर्यो त्यो जमलको पुलमा तपाईँ जमलबाट रानीपोखरीतिर क्रस गर्नुहुन्छ नि रानीपोखरी त्यो त कर्नर भयो त्यस्तै पहिला रानीपोखरीको 4 ठाउँमा त होइन बाहिरैपट्टि छ त्यो हो बाहिर हो त्यो अहिले बाहिर पर्यो अहिले बाहिर परेछ पहिले त रानीपोखरीको भित्रै थियो हो सबभन्दा ठुलो क्षेत्रपाल उहाँ हो सबभन्दा धेरै शक्तिशाली काठमाडौँको चाहिँ कालभैरवको उहाँलाई मानिन्छ अहिले चाहिँ त्यो कुखुराहरू यसो चाहिँ बेचिरहेको हुन्छ कुखुरा छैन अहिले छैन त्यो क्लियर छ एकदमै क्लिन एकदमै राम्रो पूजा हुन्छ अब त्यहाँ चाहिँ कस्तो भने अब अहिले जानलाई चाहिँ अप्ठ्यारो छ पार्किङ पनि ठाउँ छैन रोक्ने ठाउँ पनि छैन बाहिरबाट पनि देखिन्छ ठ्याक्क त्यो पुलकै मुनि भयो यताबाट छेकिन्छ थाहा भयो मैले हामी यता विश्वतीबाट देख्यो भने सबै देखिन्छ तपाईँको अब त्यो रानीपोखरी स्थापना गरिसकेपछि तपाईँको चारै कुनामा एक ठाउँमा गणेश एकजना त्यसमध्येमा सबैभन्दा यो चाहिँ किनभने लुम्बकर्ण भट्टले स्थापना गर्नुभएको र एकदमै जागृत अवस्थाको त्यहाँ चाहिँ एउटा चाहिँ काठमाडौँमा विश्वास के छ भने अब हामी भैरव मार्गी भैरवको हामी साधना गर्छौँ होइन काठमाडौँमा चाहिँ अरू चिजहरूमा चाहिँ मान्छेलाई अलि कुनै पनि चिजकोमा चाहिँ त्यो आवश्यकता फुलफिल भएन अथवा कहीँबाट शरण भएन भने त्यहाँ जानुपर्छ भन्न चाहिँ गुरुले भन्नुहुन्छ कि त्यसका विशेष पूजा छ त्यहाँ पूजाभन्दा अगाडि सोराते गणेशमा पूजा गर्नुपर्छ अनि त्यसपछि त्यहाँ आउनुपर्छ त्यहाँनिर त्यो त बुद्धिस्टहरूको एकदमै ठुलो त्यहाँ चाहिँ हुल हुन्छ